Hi everyone, welcome back to Cook with Love. आज चाहिँ म बनाइरहेको छु hot and juicy chicken leg piece in my own style. So let's get started. यो लेग पिसलाई फ्राई गर्दा चाहिँ तेल चाहिँ एकदमै कम्ती गरम हल्का तातेको मात्रै हुनुपर्छ अनि तपाईहरुले एकदम लो फ्लेममा चाहिँ यसलाई पकाउनुपर्छ लसुनको पत्ताले चाहिँ एकदमै दामी फ्लेभर दिन्छ सबैमा मिक्स हुन्छ त्यही कारणले चाहिँ लसुनको पत्तामा चाहिँ यो सबै ससहरु म मिक्स गर्दैछु Wow, हेर्नुस् हेर्दै खाउ खाउ लाग्दो जुसी एन्ड डिलिशियस यस्तो जुसी र स्पाइसी लेग पिससँग खानुको लागि चाहिँ त्यो ड्रिङ्क बनाइरहेको छु त्यो चाहिँ हो स्प्राइटमा चाहिँ हामीले पुदिनाको पत्ता र जलजिरा हालेर चाहिँ एकदमै दामी समरमा खाने ड्रिङ्क चाहिँ रेडी हुन्छ थ्याङ्क्स फर वाचिङ आई होप तपाईहरुले चाहिँ मेरो यो रेसिपीलाई चाहिँ एकदमै इन्जोय गर्नुभयो